नमस्ते साथीहरू, तपाईहरुलाई म शेयर बजार च्यानलमा स्वागत गर्न चाहन्छु र आज हजुरलाई एउटा एकदम बहुउपयोगी एपको बारेमा जानकारी दिन गइरहेको छु। र पहिला एउटा मेरो स्टक भन्ने एपको बारेमा जानकारी दिएको थिएँ, त्यसले खासै राम्रो काम गरेन र अहिले अर्को एप एकदम राम्रो लाग्यो मलाई यो। मैले यो युज गरिरहेको छु र मलाई एकदम राम्रो लागेर म हजुरहरूलाई पनि जानकारी दिन गइरहेको छु। र यो एप कहाँ गर्दा हुन्छ भन्दा नेपाल शेयर भन्ने एप हो यो। यो प्ले स्टोरबाट हजुरहरूले नेपाल शेयर भनेर टाइप गर्नुभयो भने अगाडि नै आउँछ र हजुरहरूले डाउनलोड गर्न सक्नुहुन्छ। र हजुरहरूको यसरी ओपन भइसकेपछि यसरी खुल्छ यो एप र यसमा हजुरहरूले मेन भनेको माई पोर्टफोलियो बनाउन सक्नुहुन्छ एकदम फ्रीमा। त्यही पनि फ्रीमा बनाउन सकिन्छ। र यसरी अब सेक्टर वाइज हजुरलाई देखाउँछ लगानी कुनमा कति छ, कमर्सियल बैंकमा, नन लाइफ इन्स्योरेन्स, माइक्रो फाइनान्स, अब कुन कुन सेक्टरमा हजुरको लगानी छ यसरी पर्सेन्टेज वाइज देखाउँछ। र मेरो 72% कमर्सियल बैंकमा लगानी रहेछ भनेर यसरी देखाइरहेको छ। र हजुरहरूको पनि यसरी यहाँ गएर एड ट्रान्जेक्सन गर्नुभयो भने यसरी एग्रिकल्चर डेभलपमेन्ट बैंक हान्नु, त्यसपछि अब कुन आइपिओ हो कि एफपिओ, राइट सेयर, अक्सन किन्नुभएको, डिभिडेन्डमा किन्नुभयो, सेकेन्डरी सेल गर्नुभयो कि यसरी हजुरहरूले के गर्नुभएको छ, आइपिओ भयो युनिट कति राख्ने, 100 बाइङ प्राइस कति राखेर एड ट्रान्जेक्सन गरिदिएपछि हजुरहरूको अगाडि मजाले देखाउँछ। र यसरी हजुरहरूको फरक ट्रान्जेक्सन देखाउनु गर्नुभएको छ भने फरक चोटि हजुरले रेकर्ड राख्नुपर्ने हुन्छ यसरी। र यसरी हजुरलाई मजाले देखाउँछ र यसरी माथि मजाले प्रफिट कति भइरहेको छ, इन टोटल इन्भेस्टमेन्ट कति हो भनेर पनि यसरी मजाले देखाउँछ यसले। र यसरी सिधै हजुरहरूले इम्पोर्ट मेरो शेयरबाट इम्पोर्ट पनि गर्न सक्नुहुन्छ पोर्टफोलियो सिधै आफूले अब राख्न सक्नु भएन भने। र यसरी पोर्टफोलियो हेर्न सकियो। लाइभ इन्डेक्स पनि यहीँबाट हेर्न सकिन्छ। हजुरको स्टक प्राइस पनि यहीँबाट हेर्न सकिन्छ। मार्केट डेप्थ हेरियो, माई वाच लिस्ट, स्टक अलर्ट कुनै के अरे स्टक अब यतिसम्म आयो भने मलाई मेसेज पठाउने, घटेर अथवा बढेर यतिसम्म गयो भने चाहिँ म किन्छु बेच्छु भन्ने एउटा सोच छ भने स्टक अलर्टमा गएर हजुरहरूले एउटा एड कुन स्टक चाहिँ कति प्राइसमा बढेर यति गयो भने राख्ने भनेर यहाँ अलर्टको प्राइस एउटा राखेर स्टक अलर्ट गर्नु भने हजुरहरूलाई अलर्ट पनि दिन्छ यसले यसरी। र नोट पनि राख्न सक्नुहुन्छ। टप ट्रेडर, मार्केट इन्डिसेस, पर्पज डिभिडेन्ड पनि यहीँबाट हेर्न सक्नुहुन्छ। फ्लोर सिट हेर्न सक्नुभयो, ओपनिङ पनि हेर्न सक्नुहुन्छ, स्टक ओपनिङ। 7 इस्यु, अब 7ले कुनलाई इस्युको लागि आवेदन के अरे स्वीकृति दिएको छ भनेर हेर्न सकिन्छ। न्युजहरू यहाँ हेर्न सकियो। मेरो शेयरको बारेमा पनि यहीँबाट लगइन पनि गर्न सकिन्छ। र यसरी हजुरहरूले सबै एप यही हाम्रो आफ्नो शेयर कारोबारको लागि सबै यहाँ हेर्न सक्नुहुन्छ। नेप्से अब अहिले 1925 सम्म छोएर 1890-93 मा आएर अहिले अड्किरहेको छ। अब यो कता जान्छ यो नक्साले पनि यहाँ हेर्न सकिरहेको छ। र यसरी हजुरलाई यो एप अझै डाउनलोड गर्नुभयो भने शेयर कारोबार गर्नको लागि हजुरहरूलाई एकदम सजिलो हुन्छ। र पोर्टफोलियोमा हजुरको कति पर्सेन्ट नाफा छ भनेर पनि हजुरहरूलाई हेर्न सजिलो हुन्छ। जस्तो अजुर इन्स्योरेन्स अस्ति भर्खर परेको इन्स्योरेन्स थियो 10 किता, अब अहिले 700 रुपियाँ कारोबार भइरहेको छ। 5636 रुपियाँ अहिले प्रफिट भनेको 563.66% प्रफिट यसले दिइसकेको छ। र यसरी हजुरहरूको अब आरम्भ माइक्रो फाइनेन्समा 402%, सिटिजन बैंकमा लस छ यसरी प्लस 9.91% लस रहेछ। अब गरिमा विकासमा 101.31% प्रफिट। यसरी हजुरहरूको पोर्टफोलियोबाट मजाले पर्सेन्टेज सहित प्रफिट हेर्न सकिन्छ। त्यसैले यो एप मलाई एकदम राम्रो लाग्यो। र यो डाउनलोड गर्नुहोला। यो डाउनलोड गर्न सजिलो छ। प्ले स्टोरमा गएर नेपाल शेयर भनेर टाइप गर्नु भने यस्तो एप हजुरहरूले देखिन्छ। र यो एप नै हजुरहरूको एकदम राम्रो एप रहेको छ। हस् त, हजुरहरूलाई यो शेयर जानकारीको लागि एकदम सजिलो हुन्छ होला भनेर मैले यो जानकारी दिएँ हजुरहरूलाई। म यस्तै एप फेरि म कुनै शेयर बजार सम्बन्धी एपहरू आयो भने मैले जानकारी लिएँ भने म हजुरहरूलाई शेयर गर्दै नै जानेछु र शेयर बजारको अरू जानकारी पनि दिँदै जानेछु। हस् त, आजलाई यति नै। धन्यवाद।